शेयर बजारमा यो पल्ट पनि नराम्रोसँग फस्यो होइन त। यो फस्ने र फसाउने क्रम नेपालको शेयर बजारमा सधैँ नै जारी नै रहन्छ। यो आजको मात्रै होइन, हिजो पनि त्यस्तै हुन्थ्यो र भोलि पनि त्यस्तै नै हुनेवाला छ। यो खालि तपाईँ हामीले बिर्सने मात्रै हो। यो सधैँ हामी बजारमा यसरी किन फस्छौँ त? खास गरी रिटेलर्सहरू शेयर बजारमा सधैँ यसरी नै फस्नुको कारण के हो त? यसबारेमा आज हामी विशेष रूपमा छलफल गर्न गइरहेका छौँ। नेपालको शेयर बजारमा रिटेलर्सहरू जहिले पनि प्लेयरको शिकार भएकै हुन्छन्। उनीहरूलाई केवल बहाना चाहिन्छ र रिटेलरहरूले त्यो बहाना सुन्ने गर्दछन्। शेयर बजारमा तपाईँ सधैँ फस्ने कारण मध्येको प्रमुख एउटा कारण भनेको तपाईँले शेयर बजारको स्ट्रक्चरलाई नबुझ्नु हो। तपाईँले शेयर बजारको स्ट्रक्चरलाई बुझ्न एकदमै जरुरी हुन्छ। यो स्ट्रक्चर भनेको उनीहरूले डिजाइन गरिएको हो। यो गेम उनीहरूकै हो। ब्याट पनि उनीहरूको हो, बल पनि उनीहरूको हो, मैदान पनि उनीहरूको हो र रुल्स पनि उनीहरूको हो। अब त्यसपछि फेरि तपाईँ उनीहरूकै कुरा सुन्नुहुन्छ अनि तपाईँले पैसा कहाँबाट शेयर बजारमा कमाउनुहुन्छ? तपाईँ त अन्ततः गएर शेयर बजारमा फस्ने नै हो। र अर्को कुरा के विचार गर्नुहोस् भने त्यति मात्र होइन, न्युज पनि उनीहरूकै हो, भ्युज पनि उनीहरूकै हो, रिभ्युज पनि उनीहरूकै हो र खटाइएका सबै इन्फ्लुएन्सरहरू पनि उनीहरूकै हुन्। शेयर बजारमा फस्ने दोस्रो कारणको कुरा गर्दाखेरि तपाईँ यस्तो मान्छेहरूको कुरा सुन्नुहुन्छ र उनीहरूको पछि लाग्नुहुन्छ जसले मार्केटमा ट्रेड नै गर्दैन अथवा इन्भेस्टै गर्दैन। उनीहरू केवल नाम मात्रका एनालिस्टहरू हुन्। त्यसकारणले गर्दाखेरि एउटा उदाहरणको लागि मान्नुहोस्, तपाईँ स्विमिङ सिक्न जानु हो। अब तपाईँ स्विमिङ सिक्न जाँदाखेरि तपाईँले स्विमिङ सिक्नको लागि त तपाईँलाई कोचले सिकाउनु पऱ्यो नि। पहिला त्यो स्विमिङ कोच पानीमा गएर उत्रिनु पऱ्यो र उसले स्विम गरेर सिकाउनु पऱ्यो, त्यसमाथि मात्रै तपाईँले सिक्नुहुन्छ। तर शेयर बजारमा त्यस्तो हुँदैन। जो मार्केटमा भिजेको छैन, जो मार्केटमा घुलेको छैन, जसले मार्केटमा चोट खाएकै छैन, त्यस्तो मान्छेहरूको पछि लागेर पनि शेयर बजारमा फस्ने सम्भावना धेरै हुन्छ। शेयर बजार भनेको एउटा स्पोर्ट्स जस्तै हो, एउटा गेम जस्तै हो। यसमा तपाईँलाई मार्गदर्शन गर्नको लागि एउटा कोच चाहिन्छ। उसले सिकाउनुपर्छ र उसले सिकाउनको लागि पहिला त उसले सिकेको हुनु पर्यो नि। तेस्रो कारणको चर्चा गर्ने हो भने अब यो गेम उनीहरूले डिजाइन गरेको भने उनीहरूको कुरा सुनेर उनीहरूको अनुसार खेलेर हामीले कहिले पनि शेयर बजारमा पैसा कमाउन सक्दैनौँ। पैसा कमाउनको लागि तपाईँहरूले उनीहरूको अगेन्स्टमा खेल्नु पर्यो नि। त्यसको लागि तपाईँले आफ्नै रुल्स बनाउनुपर्छ। हो, गेम त उनीहरूले नै डिजाइन गरेका हुन्, हामीले यत्रो ठुलो गेम डिजाइन गर्न सक्दैनौँ, तर हामीले आफ्नो रुल्स बनाउन सक्छौँ नि। किनभने पैसा कमाउने भनेको त हामीले उनीहरूलाई जितेर पैसा कमाउने हो। उनीहरूसँग लागेर उनीहरू सँगसँगै हिँडेर शेयर बजारमा पैसा कहिले पनि कमाइँदैन। अब आइन्दा तपाईँले शेयर बजारमा पटक पटक फसे जस्तै गरी नफस्ने बाचा गर्नुहुन्छ, कसम खानुहुन्छ भने तपाईँले यो सबै कुराहरूलाई एकदमै ध्यान दिनुपर्छ र यो कुराहरूलाई तपाईँले आफ्नो ट्रेडिङ जर्नी अथवा इन्भेस्टिङ जर्नीमा अवलम्बन गर्नु नै पर्ने हुन्छ। अन्त्यमा यो फस्ने खेलबाट, यो फसाउने खेलबाट, त्यो पनि सदा सर्वदा सधैँ फसाउने खेलबाट बस्नुहोस्, सचेत रहनुहोस्। तपाईँलाई शुभकामना छ।